आनन्दमानन्दकरं प्रसन्नं ज्ञानस्वरूपं निजबोधरूपं योगीन्द्रमियं भवरोगवैद्यं श्री सद्गुरुं नित्यं नमामि। गुरुरगुरु तमधाम सत्य सत्य पराक्रम निमेको निमेको श्रवि वाचस्पतिरुदारधि चैतन्यं शाश्वतं शान्तो गमेति तं निरञ्जनम् बिन्दुनाथकलातीतं तस्मै श्री गुरुवे नमः। तस्मै श्री गुरुवे नमः। तस्मै श्री गुरुवे नमः। अखण्ड ब्रह्माण्डका नायक परम पिता परमेश्वरप्रति नमन। श्रद्धेय स्वामीजी महाराज तथा आचार्य श्री महाका कोटि कोटि नमन वन्दन प्रणाम गर्दै आज आध्यात्मिक सन्ध्याको 143 एपिसोडसम्म यो अहोरात्र रूपले बहुत मेहनतका साथले अगाडि बढाउनको लागि प्रयत्नशील हाम्रो अति आदरणीय महिला पतञ्जलि योग समिति मोरङको संगठन मन्त्री र यस आध्यात्मिक सन्ध्याको संयोजक पनि हुनुहुन्छ र आज परिबन्ध परिस्थितिले गर्दाखेरि कार्यक्रम सञ्चालन गर्ने उहाँकै जिम्मा छ। सर्वप्रथम उहाँप्रति कोशी प्रदेशको तर्फबाट र म एक साधकको तर्फबाट हार्दिक हार्दिक नमन गर्न चाहन्छु, वन्दन गर्न चाहन्छु, प्रणाम गर्न चाहन्छु। आज हामी एउटा बहुत रमाइलो क्षणमा छौँ। धेरैजनालाई यो योग दर्शन सम्बन्धीको यो आध्यात्मिक सन्ध्या सोमबारको कार्यक्रम हामीले कति बुझेका छौँ, कति बुझ्ने प्रयत्न गरेका छौँ। वास्तवमा महर्षि पतञ्जलिले यो योग दर्शनका सूत्रहरूलाई प्रतिपादन गरेर अहिले हामीलाई अलि मजाले निधार खुम्च्याएर अध्ययन गर्ने हो भने यति राम्रो छन् र यसलाई उजागर गर्नको लागि अहोरात्र रूपले 143औं एपिसोडसम्म ल्याउन सहयोग पुर्याउनु हुने अविरल भएको इन्द्रावती जस्तो प्रखर व्यक्तित्व हामी पाएका छौँ, जो हुनुहुन्छ आदरणीय पण्डित बुद्धि प्रसाद नेउपानेजी, जो सिद्धेश्वर गुरुकुलका प्रधान अध्यापक पनि हुनुहुन्छ र ध्यान योग शिक्षक पनि हुनुहुन्छ। उहाँको सानिध्यमा बसेर हामी एकदम बरमगदुरका साथले आनन्द मात्र होइन, आनन्द प्राप्त गर्न ठुलो कुरो होइन, तर त्यो भित्र भएको गहिराइमा भएको जुन गुदी छ त गुदीलाई हामीले चाख्ने अथवा स्वाद लिने अथवा त्यसलाई ग्रहण गर्ने महत्त्वपूर्ण विषय त्यो छ। त्यसै कारणले गर्दाखेरि म गुरुप्रति आभार व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमलाई एउटा भव्य र व्यवस्थित मर्यादित तरिकाले यो समयसम्म यो 143 एपिसोडसम्म र बिहानको सत्र त 1112 एपिसोड सम्पन्न भइसकेको छ। यो त्यति सहिले चलेको छैन। यो चलाउनको लागि केही प्राविधिक व्यवस्थापन मिलाउनको लागि कोशी प्रदेशकै तर्फबाट प्रतिनिधित्व गरेर हाम्रो कोषाध्यक्ष पार्वती राव थापा, तारा प्रसाद चौधरी, रामप्रीत मेहताज्यूको अतुलनीय योगदान हामीले कहिले बिर्सिनु हुँदैन। यदि त्यो बिर्सियो भने हाम्रो नैतिकताभित्र त्यो पर्न सक्दैन भन्ने कुराहरूमा हामीले त्यो बुझ्नु जरुरी छ। र त्यति हुँदाहुँदै पनि यो कार्यक्रमलाई व्यवस्थित र मर्यादित तरिकाले आफू पनि जान्ने र यो कार्यक्रमलाई व्यवस्थित र मर्यादित तरिकाले यो सबैको सहयोगको एउटा एकजना व्यक्तिको मात्रै होइन, सबैको साथ सहयोगको कारणले गर्दाखेरि सफल बनाउनको लागि 14 जिल्लाबाट प्रतिनिधित्व गर्नेहरू हुनुहुन्छ, प्रदेशका पदाधिकारीज्यू हुनुहुन्छ, प्रदेश प्रभारी हुनुहुन्छ, 14 जिल्लाका हाम्रा अति आदरणीय जिल्ला अध्यक्ष हुनुहुन्छ, अहिले पनि हुनुहुन्छ, सुनसरी जिल्लाका जिल्ला अध्यक्ष हुनुहुन्छ, महिला अध्यक्षजी हुनुहुन्छ, झापा जिल्लाका महिला अध्यक्षजी हुनुहुन्छ, मोरङबाट हुनुहुन्छ, उदयपुरबाट हुनुहुन्छ र अघि संयोजकज्यूले सञ्चालकले भनिसक्नुभयो चाडबाडको कारणले गर्दाखेरि केही तलमाथि परेका छन्। त्यो ठिकै हो, स्वाभाविक पनि हो। प्राविधिक कुराहरूलाई म यो धेरै कुराहरूमा जोड्न चाहन्न। त्यसले गर्दाखेरि यो कार्यक्रम भनेको बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको भेट पनि हो। त्यसै कारणले गर्दाखेरि हामी योगप्रति समर्पित भाव राखेर अगाडि बढ्ने र आफ्नो जीवन स्तरलाई पनि केही माथिलाई लैजानको लागि यसले ठुलो टेवा पुर्याउँछ भन्ने जुन गुरुको मुखारा बिन्दुबाट यति सरल तरिकाले अघि भन्दै हुनुहुन्थ्यो, एउटा सूत्रलाई कम्तीमा पनि 100% उच्चारण गर्नु आफै अटोमेटिक
फरर आउँछ। वास्तवमा त्यो पनि हो, किनभने अब हामी बचपनदेखि नै संस्कृत नपढेको व्यक्ति भएको कारणले गर्दाखेरि अहिले वृद्ध अवस्थामा अथवा उमेर छिपिएर संस्कृत पढ्नु पर्दाखेरि अलिकति जिब्रो लटपटिन सक्छ, फड्काटिन नसकेको हुनसक्छ। त्यसै कारणले अभ्यासम वैराग्यम तनिरोध भनेर अस्तिको हामीले सूत्रमा पढिसकेका छौँ। यिनै अभ्यासका कारणले हाम्रा विभिन्न किसिमका अवरोधहरू पनि नाश हुँदा रहेछन् भन्ने कुराहरू भने जस्तै यो हामीले निरन्तरता त दिनु, हामीले बारम्बार भन्ने गरेका छौँ। यो समय, विधि, सङ्कल्प, एकाग्र, निरन्तरता र सर्वकुशलता, यो निरन्तरता भन्ने कुरै अप्ठ्यारो छ। यसलाई हामीले कति दिन सक्छौँ सक्दैनौँ, सबैभन्दा ठुलो मूल विषय यो छ। त्यसैले जे जति हामी उपस्थित भयौँ, श्रवण गऱ्यौँ र यसलाई श्रवण गरेर मात्रै हुँदैन, यसलाई फेरि रिपिट गरेर रिभाइज गर्न सक्ने क्षमता हामीले बनाउनु पर्छ। तब मात्र अन्तरात्मामा भिजेका कुराहरू, जस्तो हामीले कुनै पनि मन्त्र, सूत्रहरू, उक्तिहरू, सूक्तिहरू उच्चारण गर्छौँ, उच्चारण गरेका ती हरेक शब्द, हरेक अक्षर र शब्दहरूको भाव हामीले बुझ्ने प्रयत्न गर्यो भने हाम्रा अन्तरङ्गहरू, सुप्त कोशिका, सुप्त तन्तुहरू एकदम छताछुल्ल भएर ती आफै अटोमेटिक क्रियाशील रहन्छ। यसले त्यो पनि सहयोग पुर्याउँछ। त्यसै कारणले गर्दाखेरि मलाई त यो संस्कृत आएन, मन्त्र आएन, सूत्र आएन, यो किन भाग लिनुपर्ने? मलाई योगिङ सूर्य नमस्कार अथवा केही शारीरिक प्राणायामहरू जानेकै छ, त्यति नै मात्रै योग होइन। त्यो योगभित्र अथाह शक्ति छ, अथाह आलङ्कारिकता छ। अनि स्वामीजी महाराजले भन्नुहुन्छ, योग त क्या है मुझे भी पता नहीं है। स्वयं यो देश अथवा देश मात्रै नभएर विश्व ब्रह्माण्डलाई अथवा यो विश्व संसारलाई नै योगमय बनाउने स्वामीजी महाराज त्यसो भन्नुहुन्छ भने हामी त त्यो ठाउँमा पुग्न सक्न त लङ्का दूर छ। त्यसैले हामीले अभ्यास मात्रै गर्छौँ, साधना गर्ने साधक मात्रै हौँ। त्यसैले हामीले यसरी सरल र सरल तरिकाले यसलाई बुझ्ने प्रयत्न गर्यौँ भने हाम्रो जीवनको चाहनामा कहीँ कतै पनि तुषारपात आउनु पर्दैन। यो योग दर्शनका 6 दर्शनमध्ये योग दर्शन बहुत महत्त्वपूर्ण छ। त्यसमध्येमा पनि महर्षि पतञ्जलिले आजभन्दा 3000 वर्ष अगाडि प्रतिपादन गरिदिनु भएको दर्शन 195 सूत्रलाई 4 पादमा विभक्त गरेर अहिले हामी समाधिपाद, साधनापाद, विभूतिपाद, कैवल्यपादमा हामी दौडिरहेका छौँ। यिनीहरूलाई सबै कुराहरू एकैचोटि आएन भने प्रत्येक दिन एउटा एउटा सूत्र हामीले कमसेकम त्यसको भावार्थ बुझ्ने कोसिस गर्यो भने हामीले बिहान गरेको साधना एकदम सान्दर्भिक रहन्छ। यदि हामी मात्रै रहँदैन, हामीभन्दा विद्वत्ता प्रदान गर्ने व्यक्तित्व पनि रहनुहुन्छ, बहुत बौद्धिक सरकारका व्यक्तित्व पनि योग गराउनुहुन्छ। अनि त्यस क्षेत्रमा चाहिँ गएर हामीले कुनै योगको एउटा कुनै शब्द प्रयोग गर्दाखेरि सान्दर्भिकता भन्नाले हुन सकेन भने त्यसको त कुनै अर्थ रहँदैन, हामी त तौल बिनाका रहन्छौँ। त्यसैले बहुत एउटा वैज्ञानिक र विज्ञान सम्मत भएको कारणले गर्दाखेरि यसलाई अलिकति चान्चिने अथवा हेलचेक्रे तरिकाले कहिले पनि हेर्नु हुँदैन। र त्यसै कारणले गर्दाखेरि हामीले यो कार्यक्रम प्रदेशको कार्यक्रम रहेको एउटा सबै जिल्ला स्तरीय अथवा सबै योग प्रेमीहरूको लागि उचित रहोस् भन्ने शुभभाव भन्नाले हामीले राख्दै आगामी दिनमा पनि यसलाई अलिकति निरन्तरता साथमा दिएर जति उपस्थित हुनुभएको छ मेरो व्यक्तिगत तर्फबाट, कोशी प्रदेशकै तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। र आगामी दिनहरूमा पनि यहाँहरूको उत्तरोत्तर प्रगतिको कामना र आउँदै गरेको दीपावली, छठ पर्वले पनि सबै नेपालीको घर घरमा उज्यालो छाओस्, लक्ष्मीले बास गरून्, सबैको चिताएको कल्याण होस्, रोग व्याधि कष्ट नहोस् भन्ने भावना राख्दै आज 143औं एपिसोड एउटा भव्य र सभ्यका साथले सम्पन्न भएको छ। म कार्यक्रम सञ्चालकज्यू, प्रविधिमा सहयोग पुर्याउने प्राविधिक मित्रज्यू र आजका प्रमुख सहकर्ता निरन्तर रूपले वाचन गरेर हामीलाई श्रवण गराउनुहुने आदरणीय गुरु बुद्धि प्रसाद नेउपानेज्यू र विभिन्न जिल्लाबाट उपस्थित हुनुहुने र तहगत पदाधिकारीज्यू प्रति आभार व्यक्त गर्दै मेरा वाणी पनि यही अन्त्य गर्न चाहन्छु। ओम पूर्णमद पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः शान्तिः शान्तिः। ओम